हजुर अब गाउँको त अब इन्भाइरोमेन्टै छुट्टै थियो हैन अब त्यतिखेर हामी त्यति धेरै इङ्ग्लिसमा पर्फेक्ट पनि थिएनौँ तर अब काठमाडौँ भनेपछि सहर भनेपछि त सबै अलिकति जो हेऱ्यो त्यही टपर टाइप अफ देखिने सुरुमा आउने बित्तिकै अनि अलि इङ्ग्लिसमा पनि फ्लुएन्ट हुनुहुन्थ्यो उहाँ अब मलाई चाहिँ सुरुमा ल्याङ्ग्वेजमै डिफिकल्टिज भयो 7 क्लासमा यहाँ आइपुग्दाखेरि अब त्यतिखेर उहाँहरूले जस्तो मेरो फ्रेन्डले बोल्नुहुन्थ्यो त्यस्तो चाहिँ म बोल्न सक्थिनँ कि पुरै कि त पुरै नेपाली बोल्थेँ अनि यस्तो इङ्ग्लिसमा चाहिँ अलिकति गाह्रो भयो सुरुमै एमबिबिएसको रिजल्ट आउँदै गर्दाखेरिको तपाईँको चाहिँ सिचुएसन र नर्सिङ रिजल्ट आउँदै गर्दाखेरिको चाहिँ एज अ टप गरेर आउँदाखेरिको सिचुएसनमा चाहिँ डिफ्रेन्स चाहिँ के चाहिँ कस्तो पाउनु भयो र चाहिँ रिजल्टलाई कसरी लिनुपछि सीको तपाईँको स्कलरसिप र चाहिँ तपाईँसँग अर्को आएको चाहिँ बिएससी नर्सिङको टपर यो 3वटा रिजल्ट आउँदै गर्दाखेरि चाहिँ म चाहिँ यो एनइबीको बोर्ड इक्जामको टाइममा चाहिँ तपाईँको रिजल्ट आउँदै गर्दाखेरि कुराबाट सुरु गरेँ हेलो हाई नमस्ते म प्रकाश तिवारी तपाईहरु सबैजनालाई पिटी केमिस्ट्री च्यानलमा स्वागत छ विगतमा हामीले चाहिँ धेरै पोडकास्टहरू सी अन्तर्गत नर्सिङ अनि आइओई इन्ट्रान्सको कुराहरू चाहिँ लिएर हामीले धेरै पोडकास्टहरू गरिसकेका छौँ आज हामी यसैमा छौँ आज हामीले एउटा यस्तो गेस्टलाई निम्ताएका छौँ जो एनइबी 2025 को चाहिँ टपर हुनुहुन्छ र चाहिँ बिएससी नर्सिङ तर्फको चाहिँ अहिलेको सी एक्जामको टपर पनि हुनुहुन्छ र सी एमबिबिएस अन्तर्गतको चाहिँ हामीसँग स्कलरसिप होल्डर हुनुहुन्छ आज हामीले उहाँको कथा उहाँको चाहिँ पढ्ने स्ट्राटेजी उहाँको डिफिकल्टिज र प्यानिक हुँदाखेरिको चाहिँ इफेक्टहरू के कस्तो हुनसक्छ र प्यानिक कसरी हुन्छ र प्यानिकलाई हामीले इक्जाममा आउने हाम्रो यो प्यानिक एट्याकलाई चाहिँ हामी कसरी कम गर्न सकिन्छ र कसरी हामीले चाहिँ त्यो सिचुएसनलाई ओभरकम गरेर हामी चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चाहिँ आज हाम्रो विशेष यो चाहिँ हाम्रो पोडकास्ट रहेको छ कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म चाहिँ हेरिदिनु होला र मैले ढिलो नगरिकन आज हाम्रो स्पेसल गेस्ट वान अफ द ब्रिलियन्ट माइन्ड ओजस्वी पौडेललाई चाहिँ आज मैले कार्यक्रममा स्वागत गर्न चाहेँ ओजस्वीजी तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद सर फर्स्ट अफ अल आई लाइक टु थ्याङ्क प्रकाश सर फर इन्भाइटिङ मी हियर हजुरलाई धेरै धेरै धन्यवाद छ सर ओके ओजस्वी तपाईँ चाहिँ अहिले पछिल्लो समय एकदमै चर्चाको चाहिँ नाम पनि हुनुहुन्छ होइन तपाईँले चाहिँ एमबिबिएस टप गर्दाखेरि र सीमा चाहिँ तपाईँले स्कलरसिप आउँदै गर्दाखेरिको तपाईँसँग 2वटा रिजल्ट आएको छ रिसेन्ट तपाईँले 2वटा रिजल्ट तपाईँले फेस गर्नुभएको छ एउटा बोर्ड इक्जाम तपाईँले टप गरेर आउँदाखेरिको एउटा खुसी र जुन एउटा एक्साइटमेन्ट र चाहिँ तपाईँले आइसकेपछि सीको तपाईँको स्कलरसिप र चाहिँ तपाईँसँग अर्को आएको चाहिँ बिएससी नर्सिङको टपर यो 3वटा रिजल्ट आउँदै गर्दाखेरि चाहिँ म चाहिँ यो एनइबीको बोर्ड इक्जामको टाइममा चाहिँ तपाईँको रिजल्ट आउँदै गर्दाखेरि कुराबाट सुरु गरेँ त्यतिखेरको टाइम पिरियड चाहिँ के कस्तो थियो रिजल्ट आउँदाखेरिको सुरुमा एनइबीको रिजल्ट आउँछ भन्दै गर्दाखेरि चाहिँ अब बोर्डै टपिन्छ भन्ने चाहिँ त्यस्तो सुरुमै त थिएन अब 3.9 चाहिँ घट्दैन भन्ने त थियो होइन अनि सुरुमा अचानक त्यो रिजल्ट आउँदाखेरि त 3.96 भनेर आइसकेपछि त एकदमै खुसी भयो होइन अब त्यो खुसीको पनि माहौल सबै घरमा त्यस्तो छायो सबैको कङ्ग्रेचुलेसन्स आउन थाल्यो अनि कलेजतिरबाट पनि सबै पोस्टहरू सेयर भयो अनि एकदमै खुसी लाग्यो बोर्ड टप गर्दाखेरि चाहिँ एकदमै खुसी लाग्यो एकदमै खुसी हामीसँग धेरै बोर्ड टपरहरू हुनुहुन्थ्यो होला 3.96 मा हामी कतिजना थियौँ अहिलेको टाइममा चाहिँ 2025 मा 181 चाहिँ थियो 181 थियौँ है 181 भित्र पर्नुको एक्साइटमेन्ट पनि बेग्लै नै थियो होइन जस तपाईँले त्यो टाइम पिरियड र तपाईँ चाहिँ यो जुन यो सी मेडिकलमा आउने तपाईँको जुन सपना छ यसमा तपाईँ आएर इन्ट्रान्स पनि दिनुभयो होइन पहिला त हाम्रो चाहिँ सी एमबिबिएसको रिजल्ट आयो होइन यो एमबिबिएसको रिजल्ट आउँदै गर्दाखेरिको तपाईँको चाहिँ सिचुएसन र नर्सिङ रिजल्ट आउँदै गर्दाखेरिको चाहिँ एज अ टप गरेर आउँदाखेरिको सिचुएसनमा चाहिँ डिफ्रेन्स चाहिँ के चाहिँ कस्तो पाउनु भयो र चाहिँ रिजल्टलाई कसरी लिनुभयो तपाईँले सी एमबिबिएस चाहिँ अलिकति आफूले सोचेको जस्तो भएन अब आफ्नो एकदम पोटेन्सियल अनुसार चाहिँ देखाउन सकिनँ त्यो 3 आवर्सको टाइम फ्रेममा अलिकति प्यानिक भयो अनि टाइम म्यानेजमेन्ट अलिकति नभएर 30-35वटा क्वेसन छोड्दाखेरि चाहिँ अलिकति आफ्नो पछाडि ऱ्याङ्क आयो सो सी रिजल्ट एमबिबिएसको रिजल्ट आइपुग्दाखेरि चाहिँ अलिकति आफूलाई कस्तो चित्त दुखे टाइप अफ होइन अब हुन त स्कलरसिप पाउनु इज नट अ जोक भन्छु म होइन स्कलरसिप यत्रो धेरै कम्पिटिसनमा स्कलरसिप पाउनु भनेको पनि सानो कुरो सानो अचिभमेन्ट त होइन तर पनि आफ्नो अलिकति पोटेन्सियल अलिकति हाई थियो अनि आफूले चाहिँ त्यो आफ्नो पोटेन्सियल आफ्नो क्यापेबिलिटी अनुसार चाहिँ इक्जाम हुन सकेन आफ्नो अलिकति पछि परियो भनेर अलिकति भन्ने चिन्ताले चाहिँ तपाईँ चाहिँ एक हिसाबले चाहिँ आफूले गरेको मेहनत भने जस्तो रिजल्ट नआउँदै गर्दाखेरि तपाईँ दुखी हुनुभयो हजुर एमबिबिएसमा चाहिँ दुखी भए तर अलिअलि अब खुसी पनि भयो किनभने अब यसरी इक्जाम बिग्रेर
आउँदाखेरि पनि स्कलरसिपमा आयो, अब पढ्न त पाइयो होइन। अब आफ्नो स्कलरसिपमा आइसकेपछि पढ्ने त आफ्नो क्यापेबिलिटी त आफैसँग हो, जहाँ पढे पनि केही हुन्न भन्ने एक मनले त्यस्तो सोच्यो। अब केही दिनपछि चाहिँ नर्सिङको रिजल्ट आयो। नर्सिङको रिजल्ट आइसकेपछि त एक्कासी त टप भएर सबैले मेसेज गर्न थाल्नुभयो। सो केही दिन अगाडि एमबिबिएसको त्यति अब अलिकति आफूले सोचेको जस्तो नआउँदाखेरि त अलिकति दुःख त लागेको थियो। अब नर्सिङको रिजल्ट आइसकेपछि त अलि राम्रै रिजल्ट आयो। अनि म पनि कमजोर त होइन, अलिकति टाइम त 3 आवर्सको टाइम फ्रेममा देखाउन नसकेर चाहिँ अलिकति एमबिबिएस बिग्रियो। अब केही छैन, म अब फर्दर मेरो फ्युचरमा चाहिँ अझै राम्रो गर्नेछु। जे भयो, जे सिचुएसन्स आयो त्यसलाई अब एक्सेप्ट गरेर म अगाडि बढ्छु र मेरो फ्युचरमा चाहिँ म राम्रो गर्नेछु, अझै मिहिनेत गर्नेछु, अझै दोब्बर मिहिनेत गर्नेछु भनेर चाहिँ आफ्नो सिचुएसनलाई एक्सेप्ट गरेँ। अनि ओके हजुर सुजी, तपाईँ चाहिँ यो जुन तपाईँको जुन सी बिग्रिँदाखेरिको तपाईँको चाहिँ जुन एउटा पेनिक, तपाईँलाई चाहिँ पेन पनि भयो 2 दिनसम्म, तपाईँको कसैको फोन उठाउनु भएन, कसैको चाहिँ मेसेजको रिप्लाई पनि गर्नु भएन, र त्यसको केही दिनपछि तपाईँको चाहिँ नर्सिङको रिजल्ट आयो होइन। र नर्सिङको रिजल्ट आउँदै गर्दा टप पनि गर्नुभयो, र यसले चाहिँ नर्सिङको रिजल्ट टप गर्दाखेरि पनि तपाईँको चाहिँ अब जाने प्लान चाहिँ केमा चाहिँ छ तपाईँको? नर्सिङ टप गर्नुभएको छ, एमबिबिएसमा तपाईँको स्कलरसिप छ, डेफिनेटली तपाईँको जाने प्लान चाहिँ केमा चाहिँ बनाइरहनु भएको छ? मैले जाने प्लान चाहिँ अब मेरो सानैदेखिको ड्रिम भनेको डक्टर थियो होइन। सो डक्टर प्रोफेसनलाई नै आफ्नो करियरको रूपमा लैजान्छु। डक्टरमै एउटा डक्टर बनेर सबै आफ्नो समाजसेवा गर्छु भन्ने चाहिँ एउटा भावनाका साथ चाहिँ म मेडिकल प्रोफेसनमा छिर्छु भन्ने धारणा बनाएकी थिएँ। जब म ग्रेड सानैदेखि डक्टर बन्छु भन्ने त थियो, तर ग्रेड 9 को अन्तिमतिर चाहिँ अब डक्टर नै बन्ने हो, जसरी भए पनि म डक्टर नै बन्ने हो, मेडिकल लाइनमै जाने हो र भन्ने यस्तो धारणा चाहिँ आयो। तपाईँ चाहिँ कसैको बायोग्राफी अथवा कुनै डक्टरको बायोग्राफीबाट तपाईँ इम्प्रेस हुनुभएको छ कि, अथवा तपाईँको सोर्स अफ इन्सपिरेसन चाहिँ के हुनसक्छ यो डक्टर, यो मेडिकलतिर तपाईँको चाहिँ आउनुमा चाहिँ? यसमा चाहिँ अलिक पहिल्यैदेखिको म प्रसङ्ग जोड्न चाहेँ। सानै हुँदाखेरि चाहिँ ग्रेड 2 मा थियौँ आई गेस। सोसल टिचरले चाहिँ सबैलाई सोध्नुभयो तिमी के बन्न चाहन्छौ भनेर सोध्नुभयो ऱ्यान्डमली। हजुर ऱ्यान्डमली सोध्नुभयो कुनै प्रसङ्ग आउँदाखेरि। अनि सबैले साइडका सबै साथीहरूले चाहिँ हात उठाए। अब म त त्यहाँ त्यो स्कुलको टपर थिएँ, मैले किन नउठाउने भनेर मैले पनि उठाएँ त्यतिखेर। अब त्यतिखेर त अब थाहा थिएन अब डक्टरमा के गर्नुपर्छ, के कस्तो गर्नुपर्छ भन्ने त केही पनि थाहा थिएन, आइडिया थिएन। त्यही भएर ऱ्यान्डमली उठाएँ हात। अनि त्यसपछि ग्रेड 3 मा गइसकेपछि मैले भगवान कोइरालाको पढेँ। भगवान कोइराला सरको चाहिँ बायोग्राफी पढियो। अनि त्यसपछि चाहिँ एकदम इन्सपायर भयो, एकदम चर्चा पाउनु छ भने त डक्टर बन्नुपर्ने रहेछ भनेर त्यसरी माइन्डसेटमा कि सारैदेखि होइन। जस्तो कि बुकमा चाहिँ बायोग्राफी आउनुमा पनि चाहिँ डेडिकेसन त देखिन्छ नि त, कसैको चाहिँ पर्सनालिटी त्यसमा देखिन्छ। नभए कुनै पनि चाहिँ बुकको सेड्युलमा अथवा बुकभित्रको टेक्स्टभित्र कसैको बायोग्राफी आउनु भनेको त्यस पछाडि त को चाहिँ सक्सेस, त्यस पछाडिको उहाँको पर्सनालिटी त धेरै नै देखिन्छ नि, धेरै हाइटमा देखिन्छ। त्यसले गर्दाखेरि पनि इम्प्रेस भयो। जस्तो कि हाम्रो चाहिँ यो जुन यो पाठ्यक्रम हुन्छ, जुन हाम्रो करिकुलम हुन्छ होइन, जुन यो बुकहरूमा चाहिँ हाम्रो राख्ने कुराहरू चाहिँ जुन बायोग्राफी राख्दै गर्दाखेरि, डक्टरको बायोग्राफी राख्दाखेरि नै धेरै स्टुडेन्टहरू इम्प्रेस भएको भन्ने कुरा पनि चाहिँ सुन्नमा आउँछ होइन। इभन चाहिँ मैले योभन्दा अगाडिको एउटा पोडकास्ट सुजल पौडेल, डक्टर सुजल पौडेल, उहाँ 2078 को टपर हुनुहुन्थ्यो। उहाँसँग मैले एउटा पोडकास्ट गर्दाखेरि पनि उहाँले क्लास 10 मा सन्दुक रोहितको जीवनी थियो सर, म त्यो जीवनीबाट चाहिँ म एकदमै इम्प्रेस भएँ भन्ने कुराहरू चाहिँ रहँदाखेरि चाहिँ यो जुन हाम्रो नेपाल सरकारले जुन पाठ्यक्रममा चाहिँ राखेको जीवनी छ, डेफिनेटली यसले चाहिँ एउटा चाहिँ नयाँ चाहिँ सोच र नयाँ चाहिँ एउटा चाहिँ मान्छेमा चाहिँ एउटा एमलाई चाहिँ अझ एकदमै स्ट्रङली चाहिँ प्रेजेन्ट गर्न सक्ने अथवा त्यसमा चाहिँ स्ट्रङली डेडिकेटेड हुने हिसाबले चाहिँ मोटिभेट गरेको छ जस्तो लाग्छ होइन। जुन हिसाबले नेपाल सरकारले गरेको छ त्यसको लागि एकदमै धेरै धन्यवाद होइन। जसले गर्दाखेरि आज हामीले मेडिकल सेक्टरमा चाहिँ थुप्रै चाहिँ ब्रिलियन्ट माइन्डहरूलाई चाहिँ देख्न पाइरहेका छौँ। अब चाहिँ तपाईँको म थोरै चाहिँ यसमा चाहिँ म तपाईँको स्कुलिङ चाहिँ कहाँ भयो होइन, तपाईँले चाहिँ कहाँ पढ्नु भएको थियो होइन, तपाईँ चाहिँ यस विषयमा चाहिँ थोरै केही कुराहरू चाहिँ गरिदिनुहोस् न। म चाहिँ सानैदेखि अब सानैमा मेरो जन्म चाहिँ देवदह 2 ढेकावर रूपन्देहीमा स्थित छ। त्यो चाहिँ त्यहीँ पढेँ, ग्रेड 6 सम्म चाहिँ त्यहीँ पढेँ। त्यसपछि ग्रेड 6 पछि चाहिँ बाबाको ट्रान्सफर भएर काठमाडौँ आउनुभयो। सो हामी पुरै फ्यामिली नै काठमाडौँमा सिफ्ट भयौँ। अनि त्यसपछि ग्रेड 7 देखि ग्रेड 10 सम्म चाहिँ केएमसी स्कुल बुद्धनगरमा चाहिँ पढेँ। ओके तपाईँलाई चाहिँ म थोरै यसमा जोड्न चाहेँ। जस्तो कि तपाईँ चाहिँ एउटा गाउँको स्कुलबाट आएर
तपाईँ चाहिँ यो केएमसी स्कुलमा आउँदै गर्दाखेरिको होइन जुन इन्भाइरोमेन्ट डेफिनेटली डिफ्रेन्ट पनि थियो होइन यो डिफ्रेन्ट इन्भाइरोमेन्टलाई तपाईँलाई चाहिँ यो यसमा चाहिँ एडजस्ट हुनको लागि चाहिँ कतिको गाह्रो भएर त्यसमा चाहिँ फेस गरेको केही डिफिकल्टिजहरू के कस्तो? हजुर, अब गाउँको त अब इन्भाइरोमेन्टै छुट्टै थियो होइन। अब त्यतिखेर हामी त्यति धेरै इङ्ग्लिसमा पर्फेक्ट पनि थिएनौँ, तर अब काठमाडौँ भनेपछि सहर भनेपछि त सबै अलिकति जो हेऱ्यो त्यही टपर टाइप अफ देखिने सुरुमा आउने बित्तिकै। अनि अरू अलिक इङ्ग्लिसमा पनि फ्लुएन्ट हुनुहुन्थ्यो उहाँ। अब मलाई चाहिँ सुरुमा ल्याङ्ग्वेजमै डिफिकल्टिज भयो 7 क्लासमा यहाँ आइपुग्दाखेरि। अब त्यतिखेर उहाँहरूले जस्तो मेरो फ्रेन्डले बोल्नुहुन्थ्यो त्यस्तो चाहिँ म बोल्न सक्थिनँ कि पुरै नेपाली बोल्थेँ। अनि यस्तो इङ्ग्लिसमा चाहिँ अलिकति गाह्रो भयो सुरुमै आउँदाखेरि। अनि त्यही भएर अलिकति साथीहरूसँग अलिकति नमिल्ने टाइप अफ होइन, अलिकति ब्याकग्राउन्ड डिफ्रेन्ट पनि भयो। अनि त्यही भएर अलिकति एडजस्ट गर्न अलिकति गाह्रो भयो फ्रेन्डसिपको केसमा पनि। अनि अब त्यसपछि बिस्तारै ह्याबिचुअल हुँदै गइसकेपछि त सबै कुरा राम्रै हुँदै गयो। अनि लास्टसम्म पुग्दाखेरि त एकदमै राम्रो भयो। वान अफ द टपरको रूपमा पनि केएमसी स्कुलमै पनि रिकगनाइज भए, एउटा लिडरको रूपमा पनि स्थापित भए। अनि त्यसमा एकदम खुसी लाग्यो। एक्ज्याक्टली, एकदमै तपाईँले चाहिँ त्यो आएको डिफिकल्टिजहरूलाई पनि तपाईँले चाहिँ ओभरकम गर्नुभयो। यसकोले तपाईँलाई आएको डिफिकल्टी जुन टाइममा तपाईँले चाहिँ साथीहरूले चाहिँ राम्रो बोल्दै गर्दाखेरि तपाईँसँग त्यो लेभलको कम्युनिकेसन स्किल चाहिँ तपाईँसँग डेभलप नहुँदै गर्दाखेरि अलिकति आफू आइसोलेट भयो जस्तो फिल पनि भएको थियो होला होइन। यो टाइममा तपाईँलाई चाहिँ यसमा चाहिँ तपाईँले यो कुराहरू जुन पीडाहरू तपाईँले त्यतिखेर केही न केही त भयो होला होइन। अब भर्खरै स्टार्टिङमा आउनु भएको छ, यो टाइम पिरियडमा चाहिँ प्यारेन्ट्सले चाहिँ कस्तो चाहिँ रोल प्ले गरिदिनु भयो र तपाईँलाई कसरी मोटिभेट गर्नुभयो? मेरो मेन त्यतिखेर अब कोही अरू फ्रेन्ड नहुँदाखेरि मेरो मेन फ्रेन्डको रूपमै अब मेरो अभिभावक हुनुहुन्थ्यो, मेरो बाबा मामुले, मेरो अनि टिचर्सहरूले गर्नुभएको मोटिभेसनले गर्दाखेरि नै सायद त्यो टाइममा आफूलाई अपलिफ्ट गर्न सकेँ, मैले आफ्नो त्यो लेभललाई अपलिफ्ट गर्न सकेँ। सायद त्यो प्रोग्रेसको मेन कारण भनेकै मेरो पेरेन्ट्स र मेरो त्यतिखेर टिचर्सहरूको मोटिभेसन, गाइडेन्स र त्यसको त्यतिखेरको इन्करेजमेन्ट नै थियो। अब आफूलाई त्यो गाह्रो टाइममा चाहिँ उहाँहरूले एकदमै मोटिभेट गर्ने, नानी केही हुँदैन, सबै इम्प्रुभ हुन्छ भनेर टिचर्सहरूले पनि पेरेन्ट्सहरूले पनि सधैँ मलाई इन्करेज गरिराख्नुहुन्थ्यो। कहिले पनि त्यो एक्लो फिल हुन चाहिँ दिनु भएन। सो ओके थोरै म चाहिँ तपाईँको चाहिँ यो बाबा मामुहरूको थोरै केही कुराहरू गर्न चाहेँ। बाबाको जागिरले गर्दा तपाईँ काठमाडौँ आउनुभयो होइन, बाबा केमा हुनुहुन्छ अनि मामु? बाबा चाहिँ टियुको टियुको थाई लेक्चरर, म्याथमेटिक्स पढाइसिन्छ म्याथमेटिसियनको रूपमा। उहाँ चाहिँ बुक राइटर पनि हुनुहुन्छ। मामु चाहिँ हाउसवाइफ हुनुहुन्छ है। अब ओके, यो तपाईँको चाहिँ यो जर्नीमा आउँदै गर्दाखेरि चाहिँ तपाईँले साथै सबै कुरा आफ्नो बाबा मामुलाई नै मान्नु भएको छ होइन, सबै कुरा मान्नु भएको र यसरी आउनु पनि भएको छ। यसमा चाहिँ प्यारेन्ट्स र तपाईँको चाहिँ यो लेभलको एचिभमेन्ट जुन तपाईँले बोर्ड एक्जाम टप पनि गर्नुभएको छ होइन, यसमा चाहिँ स्कुलको इन्भाइरोमेन्ट कस्तो हुनुपर्छ र चाहिँ प्यारेन्ट्सको चाहिँ गाइडेन्स चाहिँ कस्तो हुनुपर्छ? हाम्रो चाहिँ 3वटै सेक्टरलाई चाहिँ हामीले राखियो भने मात्रै सक्सेस हुन सक्छौँ जस्तो लाग्छ। एउटा चाहिँ कलेजले पनि रोल प्ले गर्नु पऱ्यो बच्चाको लागि, बच्चा आफै पनि मोटिभेट हुनु पऱ्यो र प्यारेन्ट्सले पनि एउटा गाइडेन्स दिनु पऱ्यो। यो 3वटै कुरालाई चाहिँ तपाईँलाई कतिको चाहिँ यसमा चाहिँ तपाईँलाई कतिको सहज भयो अथवा कतिको चाहिँ तपाईँले चाहिँ यसबाट चाहिँ स्कुलबाट पाउनुपर्ने कुरादेखि लिएर के कुराहरूले गर्दाखेरि तपाईँले चाहिँ यो एनइबीको चाहिँ बोर्ड टप गर्नुभयो? सो नर्मली मलाई चाहिँ एकदमै टिचर्सहरूको गाइडेन्स, अब बाबा आफै म्याथमेटिक्स टिचर हुनुभएको भएर चाहिँ म्याथमेटिक्समा त कहिले समस्या नै भएन। अब म्याथमेटिक्स मेरो साइन्स म्याथमेटिक्स चाहिँ पहिलेदेखि सानैदेखि स्ट्रङ भएको हुनाले बाबाले बेसदेखि नै बुझाइदिनु भएको हुनाले मलाई म्याथमेटिक्समा एकदमै इन्ट्रेस्ट लाग्थ्यो। अनि साइन्स पनि ट्याकल गर्न कहिले पनि गाह्रो भएन, साइन्स म्याथमेटिक्स कहिले पनि गाह्रो भएन। अनि त्यही भएर मेरो बेस राम्रो भएको हुनाले मलाई 11-12मा गएर फिजिक्स केमिस्ट्री त सजिलो लाग्थ्यो होइन, एकदम इन्ट्रेस्टिङ लाग्थ्यो। अनि बायोलोजी त अब मेरो आफ्नै इन्ट्रेस्ट भएको हुनाले, जुलोजी ह्युमन बायोलोजीदेखि लिएर आफ्नो इन्ट्रेस्ट भएको हुनाले मलाई कहिले पनि पढाइ त्यसरी मोनोटोनस फिल भएन। अनि जुन टिचरहरूको पढाउने स्टाइलदेखि लिएर मैले सबैबाट एकदम इन्सपिरेसन टाइप अफ के कहिले पनि पढाइलाई त्यस्तो मोनोटोनसको रूपमा चाहिँ मैले लिइनँ। पढाइ भनेको मेरो इन्ट्रेस्ट जसरी अब घुम्दा इन्ट्रेस्ट हुन्छ, घुम्दा इन्जोय गरिन्छ, त्यसरी नै म आफूलाई एउटा कोठामा चारैतिर बुक छरेर त्यो बुक लिएर बस्दाखेरि चाहिँ मलाई त्यति नै इन्जोय फिल हुन्थ्यो, त्यति नै रमाइलो फिल लाग्थ्यो।
कहिले पनि त्यस्तरी म घुम्न जान पाइनँ म पढ्नु मात्रै पढ्छ भनेर जस्तो बोरिङ लाग्छ मलाई पढाइ भनेर चाहिँ मैले कहिले पनि तपाईँ आफै सेल्फ मोटिभेटेड पनि हुनुहुन्थ्यो र तपाईँले चाहिँ जुन कुरा चाहिँ अरूले बाहिर खोज्दाखेरि इन्जोय गर्छन् तपाईँले रुमभित्र नै एउटा बुक पढेर चाहिँ आफूलाई चाहिँ यो लेभलमा चाहिँ तपाईँले लिएर आउनु भएको छ होइन डेफिनेटली। तर आजभोलिको जेनेरेसनहरूमा चाहिँ पढ्न एकदमै गाह्रो, डिस्ट्र्याक्सन धेरै हुने होइन, धेरै मोबाइल धेरै ग्याजेटहरूमा चाहिँ जाने क्यार्ने पनि छ होइन। अब इभन अहिले +2 गरेकै स्टुडेन्टहरूलाई चाहिँ इभन इन्टरनल एक्जाम पास गर्नु पनि एकदमै गाह्रो पनि देखिरहेछ होइन। अब यो केसमा चाहिँ बच्चाले पढ्न खोज्ने तर मोबाइल पनि छोड्न नसक्ने केसेस पनि हुनसक्छ होइन। पढ्न चाहिँ खोज्ने, राम्रो र्याङ्क त सबैले चाहन्छ होइन, त्यसमा चाहिँ डेडिकेसन त्यति धेरै बच्चाले दिन चाहँदैन होइन। यसलाई चाहिँ हामीले कुन कुरालाई चाहिँ हामीले मिलाउन सकियो भने अब एनइबीको रिजल्टमा पनि हामीले राम्रो गर्न सक्ने होइन, अथवा कुनै सब्जेक्टहरू अथवा चाहिँ हामीले कसरी चाहिँ अब यो डिस्ट्र्याक्सनलाई चाहिँ कम गर्नको लागि चाहिँ तपाईँले के सजेस्ट गर्नुहुन्छ जुन अहिले +2 पढ्दै गर्नुभएको छ है उहाँहरूको लागि? हजुर, फर्स्ट भनेको त आफ्नो सेल्फ मोटिभेसनै भइहाल्यो। किनभने जब हाम्रो आफू सेल्फ मोटिभेटेड भइन्छ नि तब अब जसले जति नपढ भने पनि हामी पढिन्छ कि त्यसमा डाउटै हुँदैन। अब जस्तै अब आफ्नै इन्ट्रेस्ट छैन, आफ्नो एउटा गोल लियो भने चाहिँ आफ्नो एउटा गोल छ भने चाहिँ त्यसमा त्यो कुरामा कुनै पनि मोटिभेसन छैन। जस्तै मलाई चाहिँ एउटा डक्टर बन्ने मेरो गोल थियो, त्यही भएर मैले पढ्नुपर्छ, म डेडिकेटेड हुनुपर्छ भनेर म आफै सेल्फ मोटिभेटेड थिएँ। मलाई कहिले पनि पेरेन्ट्सले पढ भनेर भन्नु परेन, बरु आइजाऊ धेरै पढिस्, धेरै पढिस्, अब बरु एकैछिन गफ गरौँ भनेर भन्नुहुन्थ्यो होइन। अब नेक्स्ट भनेको चाहिँ अलिकति सोसियल मिडियामा चाहिँ धेरै झुमिन्छन् आजकलको जेनेरेसन। तपाईँले के गर्नुभएको थियो? तपाईँको चाहिँ म ठ्याक्कै तपाईँलाई सोध्न चाहेँ मैले, जस्तो कि तपाईँले चाहिँ जुन टाइममा तपाईँले +2 केएमसी जोइन गर्नुभएको थियो होइन, त्यो जोइन गर्दाखेरिको चाहिँ तपाईँले एउटा एनइबीको कोर्स म +2 साइन्समा चाहिँ म छिर्दै गर्दाखेरि अब मैले यस्तो गर्छु, म अब यो 2 वर्षमा यस्तो गर्छु यसो गर्छु भन्ने कुरामा चाहिँ आफूलाई चाहिँ चेन्ज गरेर चाहिँ तपाईँले चाहिँ कसरी चाहिँ यो 2 वर्षको जर्नीलाई तपाईँले कसरी अगाडि बढाउनु भएको थियो? यो 2 इयर्समा चाहिँ अब मेन भनेको मैले सोसियल मिडियाबाटै म टाढा बसेको। अब 11 इन्टर गर्नभन्दा 2-3 दिन अगाडिदेखि नै मैले सोसियल मिडिया टोटली डिलिट गरेर अनि 11-12 इन्टर गरेँ। अब यसमा चाहिँ म यस्तो सोसियल मिडियामा चाहिँ म लाग्दिनँ, बरु चाहिने भिडियोजहरू चाहिँ युट्युबबाट जुन ज्ञानमूलक छ, जुनबाट वी क्यान एक्वायर नलेज, त्यो चाहिँ बरु म हेर्छु। अनि करेन्ट अफेयर त अब कुनै इम्पोर्टेन्ट करेन्ट अफेयर भयो भने बाबाले भन्नुहुन्थ्यो, अनि त्यही भएर त्यो सोसियल मिडियामा म झुमिनँ। यो 2 वर्ष चाहिँ टोटली फोकस्ड अन माई करियर, टोटली फोकस्ड अन माई स्टडिज। सो मेन भनेको यो आजकलको जेनेरेसनलाई अब अलिकति डिस्ट्र्याक्ट गर्ने, पढाइबाट आफू डेडिकेसनबाट डिस्ट्र्याक्ट गर्ने भनेकै सोसियल मिडिया हो। नेक्स्ट भनेको अलिकति अब यो टिनेजमा अफेयर भनेको त त्यो जेनरल नै हो। अब अलिकति डिस्ट्र्याक्ट गर्ने भनेको अलिकति अफेयरले पनि डिस्ट्र्याक्ट गरेर आउँछ। अब कहिलेकाहीँ फ्रेन्डसिपमा पनि दरारी हुन्छ होइन, कहिलेकाहीँ फ्रेन्डसिपमा फ्रेन्डले यो भनेको मानेन, त्यो भनेको मानेन भने पनि कतिपयलाई डिस्ट्र्याक्सन्स हुन्छ। सो त्यो सबै कुरालाई चाहिँ अब आफूले कसरी लिएर गइन्छ भन्नेमा चाहिँ डिपेन्ड गर्छ कि अब राम्रो फ्रेन्डसिप पनि राम्ररी लिएर गइयो भने चाहिँ अब त्यो अफेयरहरूलाई पनि राम्रोसँग लिएर जान सक्यो, दुईटै अन्डरस्ट्यान्डिङमा भएर चाहिँ अगाडि बढ्न सकियो भने चाहिँ त्यसले एउटा राम्रो एचिभमेन्ट पनि देला। तर हाम्रो चाहिँ यो +2को हुँदैन, म चाहिँ सजेस्ट गर्दिनँ अफेयर चाहिँ। त तपाईँलाई त्यस्तो केही चाहिँ आयो, त्यस्तो केही चाहिँ बिचमा यो 2 वर्षको जर्नीमा चाहिँ त्यस्तो तपाईँ राम्रो पनि हुनुहुन्थ्यो होइन, यस्तो हुँदाखेरि चाहिँ अफेयर्सहरू केही कुराहरू त आयो होला होइन, त्यसलाई कसरी आफूले इग्नोर गर्ने अथवा त्यो आउँदै गर्दाखेरि आफूले त्यसबाट कसरी माथि उठ्ने भन्ने कुरामा चाहिँ तपाईँलाई के कस्तो भयो, केही त्यस्तो छ? हजुर, अब के भयो भने अब मेरो चाहिँ ड्याडी पनि त्यही केएमसी बागबजारमै हुनुहुन्थ्यो। अब मेरो सोसियल मिडिया पनि नभएको भएर चाहिँ अब त्यति धेरै अब खासमा अब डाइरेक्टली आएर कन्फेस गर्न त अलिकति गाह्रै हुन्छ। अब सोसियल मिडिया नभएपछि कहाँबाट गर्नु त, त्यो त अब हुँदै भएन। खासमा सोसियल मिडियाबाट टाढा भएको नै म त्यो अफेयरको केसबाट चाहिँ बाहिर निस्किनलाई चाहिँ पहिला भएर चाहिँ टाढा भएको कि हुनसक्छ भनेर टाढा भएको? हुनसक्छ भनेर पहिला त, अहिलेसम्म त्यस्तो भएन, अहिलेसम्म त्यस्तो भएन। अब हुनसक्छ भनेर आफै प्रिभेन्सन इज बेटर देन क्योर भन्ने टाइपले चाहिँ तपाईँले त्यसरी नै आफूलाई अलरेडी प्लान वेमा चाहिँ हजुर प्लान वेमा यही अफेयरकै डरले गर्दाखेरि चाहिँ अब सोसियल मिडियाबाट चाहिँ टाढा बस्नुपर्छ। कि बाबा चाहिँ केएमसीमा नभएको भए चाहिँ तपाईँले त्यसमा चाहिँ थोरै चेन्जेस हुन सक्थ्यो कि? हुन्थ्यो, किनभने आफै सेल्फ
मोटिभेट भएको हुनाले त्यो किताबभन्दा बाहिर अब त्यो गएर त्यो टाइमै थिएन कि इमेजिनै भएन जति सक्यो त्यति बढी पढ्ने अरूभन्दा बढी जान्ने भन्ने त्यही कुरामा फोकस भएको भएर त्यो अफेयरको बारेमा सोच्ने त टाइमै थिएन कि टाइमै भएन तर धेरै चाहिँ हाम्रो टिनेजहरू चाहिँ त्यसमै चाहिँ हाम्रो टाइमहरू धेरै स्पेन्ड गरेको होइन त्यसले गर्दाखेरि सानो सानो कुराले गर्दाखेरि फ्रेन्ड सर्कलकै कुराले गर्दा पनि प्यानिक भएको जसले गर्दाखेरि इच एन्ड एभ्री कुराहरू आफ्नो स्टडीदेखि लिएर सबै कुराहरूमा चाहिँ मेन कुरा भनेको चाहिँ यो हाम्रो चाहिँ यो फ्रेन्ड सर्कल चाहिँ यो +2 पढ्दै गर्दाखेरिको चाहिँ फ्रेन्ड सर्कल पनि चाहिँ त्यत्तिकै इम्पोर्टेन्ट छ जस्तो लाग्छ मेरो विचारमा तपाईँको यो सर्कल के कस्तो थियो के कसरी चाहिँ तपाईँले आफ्नो सराउन्डिङ आफ्नो सर्कललाई चाहिँ कस्तो बनाउनु भएको थियो हजुर त्यस्तो फ्रेन्ड सर्कल भनेर त्यति धेरै फ्रेन्ड सर्कल त होइन मेरो स्पेसिफिक साथीहरू थिए उनीहरूले चाहिँ मलाई सपोर्ट गर्थे होइन मैले पनि उनीहरूलाई कुनै पढाइमा रिलेटेड गाइड पनि गर्थेँ त्यति धेरै फ्रेन्डसिपमा चाहिँ म धेरै भरोसा गर्दिनँ होइन अब पहिले पनि त्यस्तै भयो अब फ्रेन्डसिपमा अलिकति दरारीहरू आएर आफूलाई अलिकति नमजा लाग्यो स्कुल टाइममा चाहिँ त्यस्तै भयो अनि त्यही भएर +2 मा त धेरै साथी बनाएन मेरो 2-3टा एकदम मिल्ने साथीहरू त थिए होइन अनि अरूहरूसँग चाहिँ नर्मली एकदम राम्रो बिहेभ गर्ने उनीहरूले केही सोधे भने चाहिँ उसलाई बताइदिने राम्ररी सबैसँग राम्रो बिहेभ गर्थे त्यस्तो कसैसँग त्यस्तो दुश्मनी टाइप अफ त थिएन तर पनि अब मिल्ने आफ्नो सबै कुरा सेयर गर्ने त्यस्तो धेरै साथीहरू चाहिँ मलाई बनाउन धेरै साथीहरू बनाउनु भन्दा पनि चाहिँ आफूसँग आफूले बुझ्ने साथी भयो भने चाहिँ त्यो नै इनफ हुन्छ जस्तो लाग्छ मलाई राम्रो फ्रेन्ड सर्कल भयो भने पनि अब पढाइमा गाइड हुन्छ होइन त्यो राम्रो हुन्छ एकैचोटि अप्लिफ्ट हुन सक्छ त अब हामी डिस्ट्र्याक्सनलाई चाहिँ कम गर्नको लागि चाहिँ मोबाइलबाट टाढा रहने फ्रेन्ड सर्कल राम्रो बनाउन सकियो भने होइन फ्रेन्ड सर्कलहरू हामीले राम्रो बनाउन सकियो हाम्रो सराउन्डिङ आफ्नो साथीले चाहिँ कम्तीमा राम्रो कुरा सोचिरहेछ भने आफूलाई पनि राम्रो कुरा सोच्नलाई चाहिँ एउटा मोटिभेट पनि हुने कुराहरू भयो उसले पढिरहेछ भने त्यसले पनि पढ भन्ने कुराले ऊ बिग्रिरहेछ त पनि बिग्रि भन्ने जस्तो टाइपले पनि हुनसक्छ नि त होइन हाम्रो सर्कल हामीले बनाउने +2 पढ्दै गर्दाखेरि हाम्रो सर्कल के कस्तो छ भन्ने कुराले चाहिँ हाम्रो त्यो यो टिन एजलाई चाहिँ हामी कता जाने कता लैजाने भन्ने कुरा चाहिँ त्यहीँनिर चाहिँ हामी चुकिरहेका छौँ होइन राम्रो बनाउन सक्यौँ हाम्रो फ्रेन्ड सर्कल राम्रो हुन सक्यो भने चाहिँ डेफिनेटली हामी एउटा एकदमै राम्रो बाटोमा चाहिँ जान सक्छौँ फ्रेन्ड सर्कल राम्रो भएन भने हामीले कहीँ कतै हामी चाहिँ हराउन सक्छौँ जसले गर्दाखेरि हाम्रो जुन टार्गेट छ त्यसबाट चाहिँ हामी चाहिँ धेरै टाढा हुन सक्छौँ भन्ने कुरा छ ओके मैले तपाईँलाई एउटा कुरा जोड्न चाहेँ जस्तो कि तपाईँले बोर्ड टप गर्दै गर्दाखेरि र आइओएममा अथवा चाहिँ तपाईँले सिईको चाहिँ जुन यो एमबिबिएस तर्फको चाहिँ जुन स्कलरसिप तपाईँको त प्लान त मार्च जोनमै थियो होला होइन तपाईँले चाहिँ यो सिट के अरे यो एनइबी टप गर्नु र चाहिँ सीमा चाहिँ त्यति धेरै सोचे जस्तो चाहिँ रिजल्ट नआउनुमा चाहिँ आफूलाई चाहिँ कसरी लिनुहुन्छ होइन अथवा चाहिँ एनइबी टप गर्दै गर्दाखेरि सीमै 100% हुन्छ नै भन्ने कुरा पनि देखिएन होइन त्यो देखिएन होइन डेफिनेटली चाहिँ हामी आइयुएममै गइन्छ भन्ने कुरा पनि देखिएन टप यता टप गर्नु भने उता पनि टप गर्नु हो भन्ने कुरा पनि चाहिँ रहेन होइन त्यसले गर्दाखेरि चाहिँ हामीले यो दुईवटा कुरालाई चाहिँ होइन प्यारलली लान पर्यो भने यता त तपाईँले राम्रो गरिरहँदाखेरि चाहिँ हामीले यताकोटालाई चाहिँ सीईको लागि पनि राम्रो गर्नको लागि चाहिँ हामीले के कसरी चाहिँ आफ्नो स्ट्राटेजी चाहिँ के कस्तो बनाउनु चाहिँ जरुरी रहन्छ हजुर मैले चाहिँ अब त्यस्तो अब 11 को फर्स्ट डेदेखि नै सधैँ त्यो कन्सेप्ट बेस्ट भएर चाहिँ पढ्थेँ त्यो 11-12 को सिलेबसमै बेस्ट भएर पढ्थेँ अब सीईको पनि सिलेबस 11-12 कै भएको हुनाले अब त्यति धेरै एक्स्ट्रा कुरा पनि पढ्नु पर्ने जरुरी छैन अब मैले त पढ्थेँ धेरै एक्स्ट्रा कुराहरू पनि पढ्थेँ किनभने I was like hungry for getting knowledge के जति सक्यो त्यति धेरै जान्ने अरूभन्दा बढी अलिकति बेटर जान्ने कसरी कन्सेप्चुअली जान्ने त भन्ने कुरामा चाहिँ म बढी फोकस थिएँ होइन घोकेर पढ्नु भन्दा म बुझेर पढ्छु भन्ने टाइप अफ एकदम फोकस थिएँ होइन अब 11-12 कै सिलेबसमै बेस्ट भएको क्वेसन आउने भएको हुनाले 11-12 लाई एकदम कन्सेप्चुअली बुझेर पढ्यो भने त उता सीई पनि क्र्याक गर्न सजिलो भयो अब आखिर बोर्डलाई पनि हेल्प गर्ने भयो अनि 11-12 सीईलाई सीई पनि क्र्याक गर्न सकिने भयो त्यही भएर जसले कन्सेप्चुअली पढेर बुझेर पढ्छ त्यसैले नै सीईमा राम्रो गर्न सक्छ अब मेरो पनि आफ्नो पोटेन्सियल त थियो मैले अब बोर्ड टप गर्छु भनेर मात्रै पढेको त होइन किनभने म त मेरो 11 को फर्स्ट डेदेखि नै म सीईको लागि भनेर फोकस गरेर पढेको थिएँ तर त्यही सीईलाई फोकस गरेर पढ्दाखेरि पनि आफू कन्सेप्चुअली पढेको भएर चाहिँ 12 को बोर्ड पनि टप भयो त्यो
मेन कन्सेप्टले गर्दाखेरि हजुर कन्सेप्टले गर्दाखेरि अनि म मेन के सजेस्ट गर्न चाहन्छु त भन्दाखेरि अब हामीले चाहिँ अब घोके जस्तो गरेर बोलेर पढिन्छ नि कतिपय स्टुडेन्टहरूले त बोलेर पढ्नुहुन्छ अनि त्यसपछि इक्जाम टाइममा जाँदाखेरि चाहिँ अनि कति ब्ल्याङ्क भयो जस्तो सबै बिर्सेको जस्तो हुन्छ सो मैले चाहिँ के गर्थेँ भने लेखेर प्र्याक्टिस गर्थेँ सधैँ लेखेर मैले पढ्थेँ त्यस्तो घोकेर पढ्नुभन्दा पनि अब त्यो मुखले बोलेर पढ्नुभन्दा पनि बोलेर पनि अब पढ्न सकिन्छ अनि लेखेर गर्ने मलाई कति आयो त भनेर सबै कुरा लेखेर चाहिँ गर्ने पढिसकेपछि लेखेर मैले प्र्याक्टिस गर्थेँ लेखेर सबैकै थ्योरी पनि बायोलोजी पनि केमिस्ट्री फिजिक्स म्याथमेटिक्स सबै नै मैले लेखेर प्र्याक्टिस गरेर लेखेर पढ्थेँ त्यसले गर्दाखेरि चाहिँ मलाई आफूलाई बिर्से जस्तो भयो भने पनि इक्जाम टाइममा गएपछि म आफै लेख्न सक्थेँ कि बिर्सेको जस्तो भयो भने पनि हातले आफै लेखे जस्तो फिल हुन्थ्यो कि त्यति धेरै चाहिँ तपाईँले प्र्याक्टिस गर्नु अर्को कुरा जस्तो कि जस्तो कति स्टुडेन्टहरूले चाहिँ अब फाइल गर्नु पर्यो यो गर्नु पर्यो पढ्नु त भ्याइएन अब कलेजको चाहिँ टाइम चाहिँ हामी कलेजमा दिइहाल्छौँ होइन कलेजको असाइनमेन्ट हुन्छ अनि त्यसपछि फेरि प्र्याक्टिकल भन्यो फिजिक्स भन्यो केमिस्ट्री भन्यो बायो भन्यो होइन सबैको प्र्याक्टिकल फाइल पनि टाइममा बुझाउनु पर्यो अनि यो कुरालाई चाहिँ अनि अर्को चाहिँ पढ्ने कुरालाई पनि सँगसँगै लिएर जानु पर्यो होइन यसले गर्दाखेरि चाहिँ स्टुडेन्टहरूले टाइम म्यानेज गर्न सकेनन् भन्ने जस्तो कुरा अथवा म्यानेज गर्न गाह्रो भयो भन्ने जस्तो कुराहरू चाहिँ कहीँ कतै सुनिन्छ होइन तपाईँले कसरी चाहिँ यसलाई चाहिँ म्यानेज गर्नुभएको थियो होइन कति चाहिँ तपाईँको यसमा डेडिकेसन थियो र तपाईँको चाहिँ एउटा स्केड्युल चाहिँ के कस्तो थियो ड्युरिङ द टाइम अफ तपाईँको चाहिँ यो +2 पढ्दै गर्दाखेरिको टाइम पिरियडको अब मैले प्र्याक्टिकल होमवर्कमा त धेरै समय दिन्थिनँ होइन अब सबै टिचर्सहरूले यो पढ्ने स्टुडेन्ट हो भनिसकेपछि त्यति धेरै होमवर्कलाई पनि त्यस्तो गर्नुहुन्थेन अब चाहिने अब होमवर्क त गर्नै पर्यो होइन अब जुन होमवर्कले आफूलाई हेल्प गर्छ भनेपछि त अब मैले पढेकै हो भनेर गर्न सकिन्छ नि त जस्तै अब कुनै असाइनमेन्ट दिनुभयो त्यो असाइनमेन्ट गर्दै गर्दाखेरि त्यो कुरा आयो भने पनि त पढेकै त हो नि त्यो पनि होइन तर प्र्याक्टिकललाई चाहिँ त्यो धेरै समय चाहिँ मैले दिन्थिनँ अलिकति बायोलोजीको ड्रइङमा चाहिँ अलिकति समय लाग्थ्यो होइन त त्यस्तो प्र्याक्टिकललाई त्यही प्र्याक्टिकलमा गर्ने तर फाइल गर्ने केसमा चाहिँ अलिकति छिटो गरेर हतारमा गर्ने अब त्यो धेरै समय चाहिँ मैले दिन्थिनँ त्यही भएर पढ्नमै दिन्थेँ धेरै समय जस्तो कि तपाईँ चाहिँ डे कि मर्निङ मर्निङ हुनुहुन्थ्यो मर्निङ हुँदाखेरि चाहिँ तपाईँले चाहिँ कलेजबाट गइसकेपछिको चाहिँ सेड्युल चाहिँ के कस्तो हुन्थ्यो तपाईँ चाहिँ 12:30 बजी तपाईँ निस्किनुहुन्थ्यो होला प्र्याक्टिकल भएको बेलामा चाहिँ 1:30मा चाहिँ छुट्टी 1:20मा चाहिँ छुट्टी हुन्थ्यो त्यसपछि चाहिँ घर आइपुग्दाखेरि 2 बज्थ्यो त्यसपछिको टाइम पिरियड चाहिँ अब अलिकति खानु पर्यो होइन अनि अलिकति 20-30 मिनट चाहिँ रेस्ट हुन्थ्यो त्यसपछि चाहिँ पढ्न सुरु गर्थेँ अब त्यो पढ्नमा यति घन्टा यो फिजिक्स पढ्छु यति आवर्समा म केमिस्ट्री पढ्छु भनेर गर्थिनँ त्यो टपिक वाइज चाहिँ मैले गर्थेँ किनभने अब यति आवर्समा गर्छु फिजिक्स गर्छु भन्ने बित्तिकै अब त्यो टपिक कम्प्लिट नभएको हुनसक्छ अनि त्यसले गर्दाखेरि चाहिँ अब त्यो त्यतिमै छोड्यो भने चाहिँ त्यो फेरि सुरुबाट पढ्नुपर्छ कि नेक्स्ट डे पनि त्यही भएर त्यो चाहिँ अलिकति इफेक्टिभ हुन्न त्यही भएर यो टपिक मैले कम्प्लिट गर्छु आज फिजिक्सको यो चाहिँ बायोलोजीको यति म कम्प्लिट गर्छु भनिसकेपछि त्यो कम्प्लिट गरेर मात्रै सुत्थेँ अनि मेरो सेड्युल चाहिँ कस्तो थियो भने 10 to 4 थियो होइन राति 10 बजे चाहिँ सुत्ने अनि धेरै राति नबस्ने बिहान चाहिँ 4 बजे उठ्ने 4 बजे उठेर अनि अब 5 बजेतिर त अब रेडी हुनु पर्थ्यो अब 5:45मा चाहिँ भ्यान आउँथ्यो अनि त्यसले गर्दाखेरि चाहिँ 6:15मा चाहिँ सुरु हुन्थ्यो आई गेस 6:15 कि 6:30मा सुरु हुन्थ्यो कलेज त्यसपछि चाहिँ कलेजमा गएपछि नि पढिरह हुन्थेँ होइन अब सरहरूले पढाउनुहुन्थ्यो सरहरूले अनि ब्रेक हुँदा अब जस्तै टिचर आउन 5 मिनट लेट भयो भने नि आफूले पढिहाल्थेँ आफूले कुरा सम्झिने अब भ्यानमा जाँदाखेरि पनि आफूले हिजो पढेका कुराहरू सम्झिँदै जाने माइन्डमा त केही हुँदैन नि त सम्झिँदा अब यसै पनि त्यो टाइमलाई त युटिलाइज गर्न सकिन्छ माइन्डमा सम्झिँदा जाने मैले यो पढाएको थिएँ है यो पढाएको थिएँ भनेर त्यो रिभाइज हुन्थ्यो आफै पनि होइन अनि त्यहाँ क्लासमा गइसकेपछि 5 मिनट अब टिचर आउन ढिलो भयो भने पनि टिचर आउनलाई अलिकति समय लाग्नु भयो भने पनि अब त्यो आफ्नो कपी किताब पल्टाएर चाहिँ पढिहाल्ने रिभाइज गरिहाल्ने टिफिन ब्रेकमा पनि युटिलाइज गर्थेँ त्यो टाइम पनि टिफिन ब्रेकमा पनि त्यो धेरै टिफिन खानु पर्थेन बाहिर बिहानै खाएर गएपछि अनि त्यो टाइम चाहिँ मलाई एकदम कन्फ्युजन क्लियर गर्ने टाइम जस्तो लाग्थ्यो अनि टिचर्सहरूलाई सोध्न जान्थेँ स्टाफ रुममा केही कन्फ्युजन भएको कुराहरू चाहिँ त्यही भएर चाहिँ अब एकदम डेडिकेटेड भएपछि अब सबै कुरा म्यानेज हुँदो रहेछ एक्ज्याक्टली अब यो चाहिँ जस्तो कि तपाईँले सी इक्जाम दिएकै कुरामा जाउँ होइन सी इक्जाम दिँदै गर्दाखेरिको चाहिँ तपाईँले
जति तपाईँले तयारी गर्नुभएको थियो होइन त्यति तयारी गर्दाखेरिको टाइममा पनि तपाईँले कतिवटा क्वेसन छोड्नुभयो 30-35 क्वेसन छोडे 30-35 क्वेसन छोड्दै गर्दाखेरि हैन छोडियो भनौँ न टाइम म्यानेज नभएर खास हामीले चाहिँ अबको तयारी गर्ने स्टुडेन्टहरू जसले चाहिँ सी तयारी गरिरहनु भएको छ उहाँहरूको लागि तपाईँले एज अ टपर पनि हुनुहुन्छ होइन टपरलाई पनि यति गाह्रो हुँदो रहेछ यति प्यानिक पनि हुन सकिँदो रहेछ सीमा जाँदाखेरि भनिसकेपछि नर्मल अरू स्टुडेन्टहरूलाई चाहिँ डेफिनेटली त्यो लेभलको एउटा प्यानिक त सबैलाई नै हुन्छ होइन त्यसलाई चाहिँ हामीले ओभरकम गर्नको लागि चाहिँ हामी कुन कुन कुरामा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ र तपाईँलाई चाहिँ फेरि इक्जाम दिन तपाईँले पाउनुभयो भने तपाईँले कुन कुरामा चाहिँ आफूलाई चाहिँ मैले यो गल्ती गर्दिनँ भन्ने टाइपको केही कुराहरू हुनसक्छ तपाईँहरू हजुर अब नर्मली अब त्यो सीमा अब सबै प्रिपरेसन हुँदै पनि अब कहिलेकाहीँ चाहिँ टाइम म्यानेजमेन्ट नभएर चाहिँ चुकिँदो रहेछ आफू चाहिँ होइन सो बिएससी नर्सिङमा टप ऱ्याङ्क र एमबिबिएसमा अलिकति पछाडिको ऱ्याङ्क आउनुको मेन रिजन भनेकै टाइम म्यानेजमेन्ट थियो सो मैले सबै सी एक्सपिरियन्सहरूलाई के भन्न चाहन्छु भने हजुरले जति जाने पनि त्यो 3 आवर्सको टाइम फ्रेममा चाहिँ आफ्नो पोटेन्सियल आफूले जानेका कुराहरू एक्सप्रेस गर्न सक्नु भएन भने पछि परिदो रहेछ भनेर भन्न चाहन्छु सो अब क्वेसन सजिलो गाह्रो भन्ने त आफ्नो पर्सेप्सनको कुरा आफ्नो अनुभवका कुरा हुन् आफूले कसरी प्रिपेयर गरिएछ भन्ने सो कुनै पनि क्वेसनलाई गाह्रो हुन्छ भनेर पहिले माइन्डमा राख्नु भएन किनभने कुनै पनि कुरालाई गाह्रो छ भनेर हामीले पहिले माइन्डमा राख्यौँ भने त जति सजिलो भए पनि त्यो हामीले बिगारिन्छ कि या फेरि हामीले ट्याकल गर्न सकिँदैन होइन सो मेन चाहिँ अब मैले अब फेरि इक्जाम दिन पाएको भए चाहिँ धैर्य भएर किनभने गाह्रो त सबैलाई गाह्रो हो नि त मेन प्यानिक हुनु पछाडिको रिजन भनेको सुरुमा जुलोजी पर्यो जुलोजी चाहिँ आफूले यति धेरै प्रिपेयर गरेको थिएँ कि इभन इन्डियन बुक पनि सबै सकेको थिएँ होइन अनि सबै यति धेरै प्रिपरेसन थियो कि यति डिपली गएर पढेको थिएँ कि अनि त्यो हुँदै पनि मैले नजानेको 10-12वटा क्वेसन थियो कि जुलोजीकै सेटमा सो मलाई त यत्रो धेरै नजानेको म त 180+ टार्गेट लिएर गएको थिएँ सीमा होइन यत्रो धेरै नजानेको आयो ला म त बिगार्ने भएँ भनेर अनि सुरुमै जुलोजीमा नआउने पनि भयो अनि नआउने क्वेसनमा टाइम वेस्ट भयो कि त्यसले गर्दाखेरि पछाडिका ती म्याथका क्वेसन्सहरू अनि फिजिक्सका कुनै कुराहरू डिल गर्न सक्ने कुराहरू चाहिँ छुटे अनि त्यसले गर्दाखेरि चाहिँ अब आफू अलिकति पछाडि परियो सो त्यसले गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने मेन भनेको टाइम म्यानेजमेन्ट रहेछ गाह्रो क्वेसन भनेको सबैलाई गाह्रो हो त्यही भएर आफू एकदम नातिकिन आफ्नो दिमागमा चाहिँ आफूले जानेका कुराहरूमा चाहिँ भर गर्नु होला सबै सिरियस ओके हजुर सुजी जस्तो कि अब हामीले यो सीमा चाहिँ अब पढ्दै गरेको स्टुडेन्टहरूलाई चाहिँ तपाईँले कुन कुरा चाहिँ तपाईँले एडभाइस गर्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ जस्तो कि पढ्दै अहिले चाहिँ जसले एनइबीलाई पढिरहनु भएको छ प्यारलले सीलाई पनि सँगसँगै लानु भएको छ होइन उहाँहरूलाई चाहिँ अब तपाईँले चाहिँ टिप्स दिँदै गर्दाखेरि चाहिँ के कस्तो टिप्स चाहिँ तपाईँले चाहिँ दिन चाहनुहुन्छ टिप्स भनेकै मेन भनेको हजुरहरूको 11-12 को सिलेबसमा बेस्ट भएर पढ्नु पर्यो अब 11-12 को बेस्ट भएर सिलेबसमै एकदम कन्सेप्ट लिएर डिटेली चाहिँ पढ्नु पर्यो होइन अलिकति डेप्थमै कन्सेप्ट लिएर पढ्नु भयो भने त यता बोर्ड पनि राम्रो हुने भयो अनि सी पनि क्र्याक गर्न सजिलो हुने भयो मेन सूत्र भनेकै त्यही हो मेन फर्मुला भनेकै कन्सेप्ट लिएर पढ्नु होइन नलेजको लागि पनि पढ्नु होइन नम्बर ल्याउन मात्रै भनेर पढ्नुहुन्छ भने चाहिँ त्यति धेरै इफेक्टिभ त्यति धेरै राम्रो रिजल्ट चाहिँ नआउला तर यदि हजुरले नलेजको लागि पढ्नुहुन्छ अनि त्यसपछि नलेजको लागि पढ्नुहुन्छ भने हजुरले कन्सेप्ट बुझेर पढ्नुहुन्छ अनि त्यसले गर्दाखेरि नम्बर आफै आउँछ कि हजुर त्यो नम्बरको लागि भागिरहनु नम्बरको पछाडि भागिरहनु पर्दैन सो मेन भनेकै हजुरको कन्सिस्टेन्टली पढ्नु पर्यो कन्सिस्टेन्टली पढ्नु पर्यो जस्तै आज पढ्यो अनि भोलि 2 दिनसम्म नपढ्यो त्यसपछि पर्सि फेरि पढ्न थाल्यो अब आज एक दिन 16 घन्टा पढ्यो भोलि पढ्दै नपढ्यो गर्न भएन होइन अब डेडिकेटेड भएर पढ्नु पर्यो डिटरमाइन्ड भएर पढ्नु पर्यो एकदम डिसिप्लिन लाइफ चाहिँ जिउन जान्नु पर्यो होइन एकदम डिसिप्लिन भएर पढ्नु पर्यो अब मेन फर्मुला भनेकै सबै यानि बोर्ड पनि क्र्याक गर्ने सी पनि क्र्याक गर्ने र एभ्री लाइफमा सक्सेसफुल बन्ने सो मेन फर्मुला भनेकै हजुरको कन्सिस्टेन्सी डेडिकेसन डिटर्मिनेसन र हजुरको फोकस कन्सन्ट्रेसन सहित हजुरको डिसिप्लिन पनि हो ओके एक्ज्याक्टली अब म तपाईँलाई चाहिँ जस्तो कि तपाईँ अब 5 वर्षपछि तपाईँ डक्टर बन्नुहुन्छ 5 वर्षपछि चाहिँ तपाईँले आफूलाई चाहिँ कहाँ चाहिँ कस्तो रूपमा चाहिँ देख्छु जस्तो लाग्छ तपाईँलाई चाहिँ 5 वर्षपछिको टाइम फ्रेममा चाहिँ तपाईँ पुग्दाखेरि चाहिँ आफूलाई कस्तो देख्छु जस्तो लाग्छ
म चाहिँ अलिकति आफूलाई एकदम राम्रो रिनाउन्ड डक्टर चाहिँ बनाउन चाहन्छु सो डक्टर प्रोफेसन भन्ने बित्तिकै एकदम नोबल प्रोफेसन हो सबैले रेस्पेक्ट गर्ने होइन अब सबैको हितको लागि काम गर्ने चाहिँ मेरो ठुलो सपना हो अब पैसाको लागि पनि गर्ने छुट्टै कुरो तर जब हामीले आफ्नो काम गरिन्छ पैसा त आफै आउने हो होइन डक्टर प्रोफेसन भन्ने बित्तिकै पैसा हेरेर भन्दा पनि आफ्नो इज्जत आफ्नो रेस्पेक्ट होइन जति अब अरूको वेलफेयरको लागि पनि काम गर्न सकिन्छ एउटा डक्टर प्रोफेसन भनेको एउटा डक्टर भनेको त सबैले चाहिँ एउटा गडको रूपमा राख्नुहुन्छ नि लिभिङ गडको रूपमा राख्नुहुन्छ किनभने लाइफ र डेथको बिचमा हामी बस्नु परिरहेको हुन्छ सो आफ्नो प्रोफेसनलाई अब मान्छेको लाइफसँग चाहिँ हामीले खेल्नु परिरहेको लाइफ र डेथको बिचमा भएको त्यसले गर्दाखेरि तपाईँ चाहिँ आफूलाई 5 वर्षपछि एउटा स्मार्ट एकदमै रिनाउन्ड डक्टर भएको डक्टर चाहिँ एमबीबीएस डक्टर भएको चाहिँ हेर्न साथसाथै डक्टर साथसाथै म एउटा आफूलाई वेल रिकग्नाइज पर्सनालिटी पनि बनाउन चाहन्छु एउटा ग्लोबल पर्सनालिटी एउटा इन्टरनेसनली रिकग्नाइज चाहिँ गराउन चाहन्छु कि अब डक्टर साथसाथै अब कतिपय केसमा आफूलाई अगाडि ल्याएर अब डिफ्रेन्ट प्लेटफर्म बन्यो भने त्यो गर्न सकिन्छ नि त सो डक्टर मात्रै हुनुभन्दा एउटा ग्लोबल पर्सनालिटी पनि बन्न चाहन्छु ताकि मबाट हजारौँ लाखौँ करोडौँ मान्छेहरू चाहिँ मोटिभेट हुन सक्नुहुन्छ होइन ताकि त्यसले गर्दाखेरि मैले धेरैलाई चाहिँ धेरै ओजस्वीको जस्तै सोच भएको मानिसहरूलाई चाहिँ ताकि बनाउन सकौँ अगाडि ल्याउन सकौँ भन्ने चाहिँ मेरो ठुलो इच्छा हो एक्ज्याक्टली तपाईँले चाहिँ एउटा डक्टरमा चाहिँ हुनुपर्ने सबैभन्दा चाहिँ एउटा क्वालिटी चाहिँ तपाईँको चाहिँ वान अफ द बेस्ट क्वालिटी चाहिँ के हुनुपर्छ जस्तो लाग्छ एउटै क्वालिटीको कुरा गरौँ डेडिकेसन र एउटा काइन्डनेस चाहिँ डेडिकेसन त हुनै पर्यो डक्टर पढ्ने भनेकै त्यो डेडिकेटेड भएर पढ्नु पर्यो डेडिकेसन नभइकन त हुन्न अर्को क्वालिटी भनेको एउटा काइन्डनेस होइन सबैलाई देखाउन सक्ने एउटा काइन्डनेस चाहिँ हुनुपर्छ होइन किनभने एउटा र्युड भयो भने चाहिँ अब आफै पनि हामी प्रिफर गरिन्न कि र्युड क्वालिटी हुनु भएन किनकि एउटा हस्पिटल एउटा ठाउँ हो जहाँ अलरेडी पेसेन्ट पेनिक कन्डिसनमा हुन्छ होइन त्यो केसमा चाहिँ आफू र्युड हुँदै गर्दाखेरि चाहिँ भोलि त घटनाक्रम आफूलाई आउन पनि सक्छ नि त भोलिको लाइफ त कसले देखाएछ र होइन त्यो कारणले गर्दाखेरि एउटा चाहिँ त्यो पेसेन्टले लिएर आएको जुन उसको साइकोलोजी छ जुन ऊ एउटा पेनिक सिचुएसनमा छ त्यसलाई चाहिँ बुझ्न सक्ने चाहिँ हुनुपर्छ पहिलो कुरा चाहिँ होइन उनीहरूको चाहिँ फिलिङ बुझ्नु भनेको त्यसैबाट नै मोटिभेसन आउने भन्ने कुरा पनि हो जस्तो लाग्छ मलाई चाहिँ ओके म यही कुरा गर्दै जाँदाखेरि चाहिँ जस्तो कि तपाईँ चाहिँ अब डक्टरको चाहिँ डिफ्रेन्ट सेक्टरहरू हुन्छ होइन तपाईँको चाहिँ एउटा इन्ट्रेस्ट तपाईँलाई अङ्कमा देखाउनु भएको छ होइन अब यो अङ्कमा चाहिँ खास केले गर्दाखेरि घरकै पारिवारिक कुरा छ कि रिसेन्ट सिनेरियो चाहिँ अङ्कमा चाहिँ धेरै केसेसहरू देखिएको कारणले कि केले गर्दाखेरि तपाईँ चाहिँ अङ्कमा चाहिँ आउँछ हजुर म चाहिँ एउटा क्यान्सर सम्बन्धीको डक्टर बन्नुको मेन एउटा रिजन भनेको त अब घरमै पनि धेरैजना मानिसहरू धेरैजना आफ्नो फ्यामिली मेम्बर नियर एन्ड डियर वान चाहिँ सफर गर्नुभयो कतिपयले छोडेर पनि जानुभयो आफूलाई त्यसको नमजा त छुट्टै छ अनि लाइक यो वर्ल्डमा अहिले वर्ल्डको सिनेरियो हेर्दाखेरि चाहिँ धेरै मानिसहरू अब जन्मेदेखिको बच्चादेखि लिएर बुढासम्म सबै चाहिँ क्यान्सरबाट सफर गरिराख्नु भएको छ त्यसले गर्दाखेरि चाहिँ यो क्यान्सरकै फिल्डमा एउटा राम्रो केही रिसर्च गरेर अब आफूलाई अगाडि ल्याउन सक्छु कि भन्ने हिसाबले चाहिँ यो सबै सफर गर्नुभएको मानिसहरूको त्यो सफर ट्रिट गर्न सक्छु कि भन्ने चाहिँ एउटा मेन मोटिभेसन नै त्यही नेपालमै एमडी गर्ने प्लान छ कि युएसएमएले अब त्यो त डक्टर पढ्छ अब युएसएमले पनि भयो भने पनि छ तर डक्टर चाहिँ अब नेपाल नै फर्किने चाहिँ अब नेपालमै बसेर पछि चाहिँ अब जस्तै सन्दुक रुइतहरू ठुल्ठुलो डक्टरहरू हेर्नुभयो भने पनि त उहाँहरू पनि बाहिर गएर पढेर डेफिनेटली बाहिर जानु भनेको चाहिँ आफूले आफ्नो स्किल चाहिँ डेभलप गर्नु हो होइन अब कति रिसर्च अब इभन सन्दुक रोहितकै कुरा गर्छौँ भने चाहिँ उहाँले चाहिँ आँखाको लागि गर्नु जुन चाहिँ उहाँले लेन्स बनाउनु भयो त्योभन्दा अगाडि $100 चाहिँ मान्छेले त्यो लेन्स किन्नु पर्ने उहाँले $2 नै त्यो लेन्स बनाइदिएर आज इभन वेस्टर्नमा पनि त्यही लेन्स नै युज भइरहेको छ भने होइन रिसर्च गर्नको लागि धेरै कुरा जान्नको लागि हामी ठाउँ छोड्नु त पर्छ डेफिनेटली होइन सबै कुराहरू यही हुन्छ र यही बस्छु भन्ने कुरा छैन तर माटोको सुगन्ध चाहिँ हामीले चाहिँ बोल्नु हुँदैन जुन चाहिँ तपाईँलाई एउटा चाहिँ लेसन दियो जुन चाहिँ देशले तपाईँलाई चाहिँ एउटा सबल डक्टर बन्नको लागि स्कलरसिपमा पढायो यसले गर्दाखेरि चाहिँ तपाईँ फर्केर चाहिँ नेपालमै आएर केही रिसर्च गरेर हाम्रो यो देश भनेको अझै पनि एउटा गरिबीको रेखामा पनि छ र कति यस्तो ठाउँहरू छ जहाँ अझै पनि चाहिँ हाम्रो यो मेडिसिन
सबै कुराहरू पुगेको छैन हामीसँग यो एउटा चाहिँ यो मेडिकल स्टाफहरू चाहिँ छैनन् होइन मेडिकल पर्सनालिटीहरू चाहिँ छैनन् त्यसले गर्दाखेरि चाहिँ हामीले यो कुरामा पनि हामीले सँगसँगै चाहिँ हामीले आफूलाई एउटा चाहिँ अगाडि बढाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ तपाईँको चाहिँ यस विषयमा चाहिँ खास के छ हजुर त्यो त हो अब आफ्नो नेपाल सरकारले हामीलाई अब डाक्टर बनाउनु भएको छ भने नेपालकै लागि हामीले केही गर्न सकिन्छ किनभने हामी जस्तै स्किल्ड म्यान पावर नभएर नै देश अलिकति पछाडि परेको हो नि त सबैको सोच यस्तै देशमै बनाउँछु भन्नुभयो भने त डेफिनेटली देशले कोल्टो फेर्न त समय लाग्दैन नि त अब डेभलप हुन समय लाग्दैन अब स्किल्ड म्यान पावर अब जस्तै स्किल्ड डक्टरहरू पनि हुनुभयो कतिपय त यहीँ हुनुहुन्छ अब कतिपय अब रिसर्च गर्नलाई बाहिर जानुभएको छ उहाँहरू पनि यहाँ आउनुभयो भने त यो मेडिकल फिल्डलाई चाहिँ अझै उच्च तहमा लान बुस्टअप गर्न सकिन्छ मेरो पर्सेप्सन यही नै हो अब जे जहाँ गए पनि जुन यो देशको चाहिँ सुगन्ध जुन एउटा माटोले तपाईँलाई चाहिँ त्यहाँ पुऱ्याएको छ त्यसलाई चाहिँ तपाईँले भुल्नुहुन्न भन्ने चाहिँ हामी पनि अपेक्षा गर्छौँ होइन र सँगसँगै तपाईँलाई चाहिँ भोलि एउटा उज्जवल भविष्यको कामना पनि गर्छौँ तपाईँ चाहिँ भोलि एउटा सफल डाक्टर भएको चाहिँ देखेर पनि पाइयोस् र तपाईँसँग भोलिको दिनहरूमा चाहिँ अझै यस्तै सहकार्यहरू चाहिँ हामी गरेर हाम्रो चाहिँ यो भेट फेरि पनि यस्तै राम्रै कुराको लागि चाहिँ होस् र चाहिँ तपाईँबाट अझ धेरै मान्छेहरू चाहिँ अरू धेरै कामबाट चाहिँ इन्सपायर होस् भन्ने चाहिँ तपाईँलाई शुभकामना दिँदै आजको कार्यक्रमबाट चाहिँ हामी बिदा हुन चाहन्छौँ र आगामी दिनहरूमा चाहिँ तपाईँले यस्तै राम्रो भिडियोहरू हेर्नको लागि चाहिँ कृपया चाहिँ